धन्यवादन दोफुल्ला जय मसिलाजी यांगला चिला सुसेवा तामाङ अनलाइन जुम संगति फेपकाबा भेनन पास्टर गुरुबा गुरुगदे जमादा परमेश्वर से मलम दन्सुका यांगला चुरी मुबा धमन तामाङ युलबादा परमेश्वर से मलम दन्सुका यांगला तिनीला सेवा सँग सुरुलाई अनि विशेषलाई चाहिँ दाते यांगला जो लाइभ वेरिन ताबान मला फेसबुक लाइभ अनि यांगला युट्युब गेम से ताबान मला प्रत्यक्ष प्रसारण यांगला जुम सँग गेम नेन ताबान मला बेनन गेम से शिशुबा जमन तामाङ जुयाल नानाङा बेनदन परमेश्वर से मलम दन्सुकै अनि जम्मादन परमेश्वरलाई अनुग्रहरी अनि परमेश्वरलाई शान्ति सुख आनन्दताकै विषयमा बिन्तीलाला अनि विशेषलाई तिनी yang जो मुन्ना दुइरी yang एकदम दिनगी ब्लाफसी गेलसी ब्लाफ बजे yang परमेश्वरलाई वचन या प्रभुलाई आराधनालाई चाहिँ मैकोलामा लागि yang दिनु छ तयार तापन मलाई कदे बाहिर अर्को रोङयुले जा स्यो तापन मनला रानी आरामलाई चाहिँ स्योला दिन स्योरिन परमेश्वरलाई वचन सन्मार तयार त स्यो मलाई धन्यवाद फेबगाव yang चुदुरी तिनीलाई गेदाङदा प्रभुलाई छ्यारे चुल्गे yang प्रार्थनालाई सिङ प्रार्थना सिङसी अनि yang ला गेदाङदा परमेश्वरलाई छ्यारे चुल्गे फेबगाव yang प्रार्थनालाई हालेलुया परमेश्वर आभार धन्यवाद स्वर्गदेन जम्बलिङ सिङमा परमेश्वर आभा रङ साच्चिन गन्दा थारबबिन बा जुनिबिन बा परमेश्वर मुला रङ परमेश्वरला प्रेम माया दिन दया अनुग्रह से लामंगने तिने सोम्यांग बमुला प्रभु रङ धन्यवाद जो जम्बलिङ रि थामसे तिबा जमन मियुलदा रङ प्रभु से प्रेम माया लजी प्रभु रङ धन्यवाद थे प्रेम माया लागि नि मन्छे रङ तिगैन फुलबरे आम स्वर्गला परमेश्वर आभा गन्न सेमेन जे रङ धन्यवाद ला भेटिन जे फुल प्रभु रङ धन्यवाद मला तिनी लानन मिकादे लोङसी जो जम्बलिङ रि लानन मिकादे प्रभु जो रोक्याम लोङसी कादे मिकादे शिवा कादे मिकादे लोङसी चिमुला तर चु लोङमा दुइरी रङ परमेश्वर चाहिँ गन्दा जोकाबला चाहिँ गन्दा बचबला चाहिँ गन्दा लोङमाला गुङरी आनन्द ताङबाला आडन रङ येशू ख्रीष्ट गन्दा दोन्जी प्रभु रङ धन्यवाद तिनी चु प्रभु अनि जो तामाङ सेवा तरङ प्रभुलाई छ्यारे चोला तिनी चु प्रभु लाइभ क्याम्प से जुन प्रसारण ताबान मला जुन संगति जति जना प्रत्यक्ष रूपले जोडब ताबान मला प्रत्येक तरङ परमेश्वर पशुको तिनीला जो सेवा संगति दा अनि प्रभु आराधना लाबारी लीड लाबारङला कोलकाता रङ से रोलौ ओरङसिन रङला बचन बाबा रङला ओ ज्यादा रङ प्रभुलाई छ्यारे थाना परमेश्वरला आत्माला शक्ति तिनीला वचन सुन्ना ओ वचन यम से शक्तिशाली घे करे प्रभु रङला पवित्र आत्माला उद्देश्य अचम्मला चमत्कारलाई घेका प्रभु चुनन गर्न बिन्ती मुला तिनी जम्बुलिङनम ठामसिटिबा तामाङ युल्ला मिगादे अर्गु युल्ला मिगादे बेनन प्रभु येशू रे कदोला बेनन से सुख शान्ति यांगोला रङला वचन मतिले किताब ओ 11:28 से 30 से सुंग मुला ओ दुई पिसी ब्लक बगादे नमगार खाऊ नैयने का आत्माला शान्ति बिन बिसी सुंग मुला जो वचन दङले दाबी लबन तिनी प्रत्येक ब्लपा आत्मा रे ब्लपा शरीरले ब्लपा मिगादे दा येशू रङला कुरीबाला रङ परमेश्वर सुख शान्ति प्रतीक्ष यांगोला बिसी नै जुपिन दिलबन तिनीला सेवादार रङ प्रभु येशूला छारी चोलबन नै मोलम रेला रोरीला येशू खुसला छान्री आमेन हालेलुया धन्यवाद बेनदन दोसिन डेनबामुला यांगला 31 जना जोडबसिन मला यांगला अझै दोन बगादे छार मिगादे फेपकावन मला बेनदन तिनीला सेवा संगति डेन अनि चुदुइ दिदा yang दारेम यांगला चु तामाङ सेवारा तामाङ संगति मिगादे फेपकावन मला बेनदन कोसी रोलामा लागिनी दारेमला दुई यांगला चुरी इसाक दिन डेभिड तामाङ मला जुदा विशेषला चाहिँ यांगला तामाङ सेवा संगतिला क्वायर टिम एकदम यांगला संगीतकार वाइकोबा अनि प्रभुला आराधनाबा टिम दागाइछु समय दोन्ना रङनिसे वाइगादे कोशी जमन तामाङगादेला सेमगादे फुरफुर ताङनला दोजी लुदारेम जो समय दोन्जी इसाक रङसी किन्छुको This meeting is being recorded. Hallelujah. Basukafla जय मसिया जमन दुगदा साचेनन परमेश्वर आबदा लाना तुचिसित गई फेरि पनि yang द परमेश्वर से चु दुई दोनमा मला अनि yang ज ताङदोला तिनी बिना नांगार बिना चु मिलुइला तिगै भरारे थेन दबसेलामा है yang जाजा जइलेन यसुरी ताङदोला हालेलुया देबगाउ तिनी याखागी yang जमन दिक्सी याखागी वाइ गोसी यहाँला छु संगति त अझन अगाडि बढबलाई तिनी याखरगे यहाँला तामाङ सेलोन भइना तर नेपाली रे मुलाई
नेपाली गई अनि चुरी भोइस पिबोमा लागि तिनी भन्दै है आज भोलि भरे भन्दै जीवन यहाँ अस्थायी रहेछ यसु बिना मरेको आत्मा चिच्याइ रहेछ हालेलुया त्यन्दपछि लामा है तिनी याङ ताङसिमान यसु त मोइ गलाए आज भोलि भरे भन्दै जीवन अस्थायी रहेछ यसु बिना मरेको आत्मा सधैँ चिच्याइरहेछ यसु बिना मरेको आत्मा सधैँ चिच्याइरहेछ आज भोलि भरे भन्दै जीवन अस्थायी रहेछ यसु बिना मरेको आत्मा सधैँ चिच्याइरहेछ यसु बिना मरेको आत्मा सधैँ चिच्याइरहेछ साकार हुन्न येशू बिना तिम्रा सबै आशा साकार हुन्न येशू बिना तिम्रा सबै आशा लक्ष्यविहीन गोरेटोमा लक्ष्यविहीन गोरेटोमा नलगाऊ है आँखा नलगाऊ है आँखा नलगाऊ है आँखा नलगाऊ है आँखा हो हा 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 थाहा हुन्न हामीलाई के हुने हो भरै थाहा हुन्न हामीलाई के हुने हो भरै बिति जाला सारा जीवन बिति जाला सारा जीवन विश्वास गर आजै विश्वास गर आजै विश्वास गर आजै विश्वास गर आजै आज भोलि भरै भन्दै जीवन अस्थायी रहेछ यसु बिना मरेको आत्मा सधैँ चिच्याइरहेछ यसु बिना मरेको आत्मा सधैँ चिच्याइरहेछ हालेलुया परमेश्वर आबदा मै गुदागैछु भजन ज्ञान भजन चाहिँ बिबामा लागि साकार हुन्न येशू बिना तिम्रा सबै आशा लक्ष्यविहीन गोरेटोमा नलगाऊ है आँखा चु भजन बिबामा लागि येशू बिना यहाँ आशा जा खैमै पनि है पुरा त आखाम त्यन्त बसे लामा आस्ट्रन आरेबा ग्यामरी जा यहाँ तिगदा मी पुइसे तिगदा यहाँ आस्ट्रन आरेबा ग्यामरी ब्रासी तिनी चुनन तामगाई
랑니 랑은 자리 빠나기 양 아사 모바 갬리 라달라 할렐루야 जुन gram यसु हिन्ना त्यता पछिलामा 랑니 जम्मन्दको स्वागत मला परमेश्वरलाई राज्यरी जति जना सी चुरी यांगदा चियासु वर्गिन मला फेसबुक लाइभ ग्याम है 랑니 जम्मन्दको स्वागत मला परमेश्वरलाई थे छोन्बो राज्यरी परमेश्वर त मयको दागै ठेकौ yang चुदिरी अर्को तामाङ भजन गइ दारिन्छ है यांगले 118 नम्बरला भजन गइ जमन बिक्सी नामी Selaban charwai goi hallelujah bitase oh yesu la sanari ramrulai yanga de zammana digdase rasam selaban charwai goi hallelujah bitase mahima mahima yalla prabhu da mahima 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 yalla prabhu da mahima Sadan tagai mahima Surga yul sada singadana Hinona yul saridana chaba Yang la Prabhu Yeshuda Sadana fulge hosana Oh surga yul sada singadana Hinona yul saridana chaba Yang la Prabhu Yeshuda Sadana fulge hosana 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 Yang la Prabhu da Hosana 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 Yang la Prabhu da Hosana Sadana fulge hosana Sadana fulge hosana Ablaya lama kasi bray Dusta Saitana Prinalai Babdana Slava Prabhuda Susimayan Se Jai Jai Lai Oh Bablaya Lama Kasi Gai Dusta Saitana Prinalai Babdana Slava Prabhuda Susimayan Se Jai Jai Lai Jai Jai Lai Jai Jai Lai Yangla Prabhuda Jai Jai Lai Jai Jai Lai Jai Jai Lai Yangla Prabhuda Jai Jai Lai Yangla Prabhuda Jai Lai Yangla Prabhuda Jai Jai Lai Sadana Tagai Mahima Sadana Fulgi Hosana Yangla Prabhuda Jai Jai Lai Hallelujah. So, waigam yangla sorgari dancha babada lakan ulan tuji sitagai waisi bibama lagi sorga yulsada shengthanba thenon yulsari dancha ba yangla prabhu yesuda sadan fulge hosanna hallelujah ekdam jaba wai ai परमेश्वर दा मयको दा gai chu waigam yangni jamman rap rup taban gen mula cheri rup taban mula yangni ai तलनी छ्यामन जम्मन जना चंगसी रूप तसिमान प्रभुले संगते लाम्याङ सहित पनि परमेश्वर से यांग याखरकी माध्यम दनमा मुला है चरङ दसिन yang संसारला विभिन्न देश क्याम है ग्ला क्याम तै पनि यांगनी चंगसी येशुला छानरी रापरुप तसि येशुला छान्न भएको लामा यांगबा yang लाथन ताङदोला प्रिय जजाले नानाङा आशाङाङी अगु आबा न्याबाङु न्यंगुर है जमन दुगु yang ताङदोला परमेश्वर दारे मयको दगाइ यांगले चुदुरी ओछे अर्को नन भजन गई यांगनी भजन नम्बर 4 है चुरी भजन 104 नम्बर गाता माफ लसिगो भजन नम्बर 104 चुरी चुरी जा जकी चु वाइला शब्द जा त्यति यांगला करेक्सन लाबा आरे तर करेक्सन लाबा भर्जन जा चुरी यांगसे घोषणामी है जमन दगुला बिजरी यांगसे गई जमन जाना बिक्सी गई
sukaji non kasai isla bachan simla si nam sa kim ja si tasi zama singa da kasai nam oh dukha sukaji non kasai isla bachan simla si nam sa kim ja si tasi zama singa da kasai pavitra atma se tingtasi tela namaya dadantasi pavitra atma se tingtasi tela namaya dadantasi yesu se lava kabulda nachi chibari te danakrungtasi oh yesu se lava kabulda nachi chibari te danakrungtasi ngai kinirne lazi suri viswas lavari yesu se pin bate maya da su sem nangri to kathana se te sem sumba chunbu bachanda jambulinda thena lada se oh yesu se pin bate maya da su sem nangri to kathana se Tesin sumba chunbu bachanda jambulinda thina ladasi pavitra atma se tingdasi tela namaya dadantasi pavitra atma se tingdasi tela namaya dadantasi Yesu se lava kabulda nachi chibari te danakrungdasi oh Jesus lava kabulda nachi chibari te danakrungdasi ngai gi khenirne lazi yesu ri viswas lavari ngai gi khenirne lazi yesu ri viswas lavari chulingala soredona yesu la mahima lavari chulingala soredona yesu la mahima lavari ngai gi khenirne lazi yesu ri viswas lavari Hallelujah. परमेश्वर दा छु वैज्ञान मयको दगै सासले है चोदे जबा भाइ बोला नि साच नै परमेश्वर दा मयको दगै छु वैज्ञान है छु वै गोबा अथवा छु वै ब्रिबा जादनन परमेश्वर से लानन मलम दनसुगै एकदम ज्याबा चुरी शब्द है ngai gi खिन निर्णय लजी यसरी विश्वास लाबरी चुलुइ ngala सोदे धुना येसुलान महिमा लाबरी हालेलुया तिनी रांगदेन छम ngai yangba अनि yangni जम्म दुखि yangma चुलुइजा तिगता थिम येसुला महिमा लाबर लागरी हालेलुया यंगसि यखरगि निर्णय लाबइननी है संसारला जम्मन ताम गदे त क्लासी संसारला ताम गदे खाबि बिस नाइबा थोरी ताम गदे दुष्टताला ताम गदे पापमय स्वभावला ताम गदे खाबा बिबइना है थेरंग ताम द क्लासी यंगसि गिखिन निर्णय लाबो लागि यसुरी सोबारी अनि यसुदा मोइगला बारी हालेलुया प्रभु दा मोइगो दगे छु भजन ग्याम हेपौ याङनी छु देरी ओछि अर्को नन भजन गई याङनी 114 नम्बर ला है 114 नम्बर ला भजन
अशान्तिलाई रिमटिममा क्लासी शान्तिलाई रङसाला लुनालाई अशान्तिलाई रिमटिममा क्लासी शान्तिलाई रङसाला लुनालाई सानो गोले जो आले सानो गोले नाना सानो गोले जो आले सानो गोले नाना वचन प्रभुदा छाना जुनी थारपाला यालम यसुरे मुला छाना जुनी थारपाला यालम यसुरे मुला चुलुनी जातिना दुखाना तासा यसुरे सुखाना सुखमुला ओ चुलुनी जातिना दुखाना तासा यसुरे सुखाना सुखमुला Sule fesi ni to badui surgari yala dimura Sule fesi ni to badui surgari yala dimura Sana gole jojo ale sana gole nana sana gole jojo ale sana gole nana Bachan prabhula chara juni tharabala yara यसुरे मुला छारो जुनी थारबाला यालम यसुरे मुला ओ छारो जुनी थारबाला यालम यसुरे मुला ओ छारो जुनी थारबाला यालम यसुरे मुला हालेलुया छार यालम थारबाला यालम यसुरिन मुला यसुरी जेखिन मुला हालेलुया परमेश्वर दा भएको दागाई जो भय ज्ञान जो भजन ज्ञान तिनी है रानी जति दुसे जो yang da jasu bagian मुला सानसुगो है जजाले नानाङा है परमेश्वरलाई छोन्बो वचन तिनी थारबाला गलमजा यसुरी जेखिन मुला है यसुरी जेखिन मुला तेन्दा बसेनामा है चुलुरी जतिन दुखन दसाइनन यसुरी जा सुखन सुखमुला है चुले फेसी निदो सहायता पनि है स्वर्गरी जा याङबा दिममुला चुरुन आश्री याङ तिनी ताङसिमान परमेश्वर द मोइगो लादोला प्रेज द लॉर्ड हालेलुया परमेश्वर द मोइगो दागा तेन्दा बसेनामा याङ चिन्ता थागिनको फिक्री थागिनको याङ थालोंगे है आताई दिग्दा बिसाम यसुरी जा याङ एकदम कोङबा ताबमुला हालेलुया परमेश्वर द मोइगो दागा छु भयज्ञान चुन्दुरी अर्कुनन याङ गिखेन अर्को भजन गोसेल मलाई जम्मन जना रिक्सिनान याङनी 39 नम्बर ला भई गोसेल मलाई चुन्दुरी है प्रभु येशुरा रफुराप्सी फेफुला सम्मान सोबा प्रभुला सुसेतनरी डेमुला छन्बो प्रभु येशुरा रफुराप्सी फेफुला सम्मान सोबा प्रभुला सुसेतनरी डेमुला मगर चंगा Suhoi zambu ningere ngamu bazere mangthomare ngamu bazere tungaladi magar chunga domdomari suhoi zambu ningere ngamu bazere mangthomare ngamu bazere tungaladi Prabhu Yesu dangai samji dandega nyandaji sukhari Prabhu Yesu dangai samji nandega nyandaji sukhari Chonbo Prabhu Yesu la nongpurapsi pyapula Samman si soba Prabhu la tusemnangari temula Danda surda la ato Sibri dungal mana
यसुलाई वचन ज्ञान सिकाऊ सदन थिएन विश्वास लाऊ नन्द सुर्ताला आतो सुम्री ढुङ्गल मान आतो यसुलाई वचन ज्ञान सिकाऊ सदन थिएन विश्वास लाऊ एला सेमला ढुङ्गल सल्ताला सरकारी एदा प्रार्थना एला सेमला ढुङ्गल सल्ताला सरकारी एदा प्रार्थना चन्बो प्रभु यीशुला डम्फुराप्सी फ्याफुला सम्मान शोभा प्रभुला सुसेप्ता गरिदेनु मोला चन्बो प्रभु यीशुला डम्फुराप्सी फ्याफुला सम्मान शोभा प्रभुला सुसेप्ता गरिदेनु मोला हालेलुया परमेश्वर त भएको दगाई दन्दा सुर्दा लातो सिमरे तिगे ढुङ्गाल मानातो यसुला वचन ज्ञानसी ब्राई है सदन यसुलान वचन दि विश्वास लेसी ब्राई जो वाइसी विवरणन है यांगला गुंगरी तिनी च्यागी बिसम लामन थरीला है रोग गदे बिबमला है चुत रांची yang longado सुब्राइज yang आतिपतादो तर yang तिग्दा चिन्तित आताई तर येशुला वचन ज्ञानसीमान अनि येशुला थे वचन ज्ञानसीमान थेन वचन yang ब्राई हालेलुया परमेश्वर द मोइको दागे छु भजन ज्ञान फेबगाउ दारेम याङनी चुदिरी याङला परमेश्वर आबदा अझै पनि है आराधना फुलगे अझै पनि मोइकोलाई याङसी वाइदुको गोजी चु वाइनन आराधना इन्ना वाइगमन परमेश्वरला आराधना याङसी लाखामला है अझै पनि याङसी सेमला मी ठंगसीमान सेमियन सेन्जा परमेश्वर दा आराधना फुलगे तिक्दै बिसाम परमेश्वर से याखरगिन ताम मन परतला याखरगिन ताम द परमेश्वर से सेमनि लागि थेजा सेमला तामिना है जसरी परमेश्वर से दाउद तन पाङ्गम लागि दाउद सा ngala सेमला मी हिन्ना बिसी पाङ्गम बोला तिक्दा दाउद से जखन परमेश्वरला आराधनाला धिम है आराधनाला धिम सोबला लागि दाउद से धिम सोजाप्तजी जब दाउद है एकदम राजाला महलदी चिसिमान्नी मार परमेश्वरला भेदी द मार चामा थेला सेम लामन सोगाजी हो ngajaja परमेश्वर से सोबा ngajaja एकदम महलदी चिजी तर ngala परमेश्वरला उपस्थिति भेट हुने पाल्जा है सारी वरम ग्लारी तबा तर दाउद से सेमले मान्छेकी तारेंगाई परमेश्वरला आराधनाला धिमजा ngai सोला बिसिमा दाउद से उच्छेन पाङ्गम मलागी है वचन दि पाङ्गम मलागी ngai परमेश्वर द तिनी या खर्गिन गिखेन तामजेकिन रिला किङाला जीवन भर्नन्जा परमेश्वरला स्याल्दा ngai म्राङखाम गाई कि परमेश्वरला एकदम जेबा है सुन्दरता सेजा ngala जीवन दे ngala लैरिजा भरपता गए बिसि पाङ्गम मला तिनी प्रिय राङदेन छम ngala याग्नि जम्मलन या खर्गिन गिखेन सेमदा तोला थेजा परमेश्वरला आराधना हालेलुया अनि परमेश्वर द मैगो दागे चुदिरी याङनि फेगौ थेरङ लसिन याङनि 120 नम्बरला वाइगोसी याङला परमेश्वर आब्दा तिनी मैगो फुलगे है राङनि जम्मन्दुगु है राङला व्यस्तदारी मुसैता पनि राङला कोठा नंगरी है प्राइभेट रूम नंगरी मोला तिनी जम्मन जना याङ परमेश्वर द थिनन लाग्याम तोर थिगे याङला जम्मन बन्द ग्रेन परमेश्वर आबला छन्दा हालेलुया परमेश्वर दा भएको थाके फेबकाउ याङनि चुदिरी याङला परमेश्वर आब्दा भएको फुलगे परमेश्वर आबा रंग लानो लानो चुचिसे फुल्ला चुदिरी तिगदा बिसम तिनी रंगला दयामय सेलामा ngani जम्मन चुरी छोनबुन मुला अनि रंगला बचन दगचिस सानसिमान रंगला बचन र ज्ञानसिमान थेन बचन थोरी जंगनी भर परब तसी ब्राह्मण मुला परमेश्वर आबा ओ तिगदा बिसम रंगसी तिनी केवा दोना अंगन्दा जुनी पिन्सुजी ओ थेनन बचन रे गछि विश्वास लेसी जंगछि तिनी थारबा याङबा मुला ओ परमेश्वर आबा लान्ना रंग त लान लान चुजिस मुला रंगला दया मायाला लागिरी ngani ब्लक सिचिबा चुसेमदा ओ जम्बुलिङरी जम्मन जना ओ शान्ति आनन्द आइङमा मिगत त ब्लक सिमान थोर सिचिबा मिगत रंगसे शान्ति पिनमा मुला अनि रंगसे ग्यालम उनमा मुला ते सत्यले ग्यालम छ राङन चेकिनिना तिनी रंग जगन ngani ngन्ना ग्लेना प्रभु मसे रंग त लान लान चुजिस मुला
kiwa donara juni pinji suse ena biswas na dasi tarbayam jijulise kiwa donara juni pinji suse ena biswas na dasi tarbayam jijulise ena biswas na dasi tarbayam jijulise Daya maya ngadalasi zambuling ripe kaji Daya maya ngadalasi zambuling ripe kaji lapsi jibatu semda salvati nipin kaji lapsi jibatu semda salvati nipin kaji kiwa dona nada doni pinji suse ida biswas nanda shi harbayam jijulise Tulsi jiba ngala luise siapji dini satil hayadam Tulsi jiba ngala luise siapji dini satil hayadam Yesu lalai goban brana jaile chu yalam Yesu lalai goban brana jaile chu yalam kiwa dona nada joni pinji suse ida biswas nada si tarbayam jijulise kiwa dona nada joni pinji suse ida biswas nada si tarbayam jijulise ida biswas nada si tarbayam jijulise ida biswas nasimanni tarbayam jijulise o परमेश्वरबा रंगवन छान्द्री विश्वास लबसिनामा तिनी म्हणजे थार्bayam बमुला ओ संसारी ब्लाप्से जीवा आत्मा गदे ओ संसारी शान्ति माइबा मिदुगु परमेश्वर ची शान्ति पिना बिसिमान पाङबा मुला तिनी ओ जम्मन ब्लापबा ओ जम्मन ओ अशान्ति रि जीवा मिदुगु ngaden छम खाउ ngai तिनी हेन्दा ओ शान्ति पिना जुन शान्ति जाजा संसार से पिन बारङ शान्ति आइन तर त्यो शान्ति जाजा ngala आत्मा यदि शान्ति स्वर्गको शान्ति नबिसी तिनी येशू से yang सुङमा मुला प्रिय प्रभु रानन लानन तुझे से मुला रान्दा ngari chimbraba duiri yari chungsi krensi pinji zamma sentraba duiri 예수 생아다로 빈지 오 나릴 집가바리 야리 좀시 펜시 빈지 점마센 라바리 예수 생아다로 빈지 뭐이고 라나 중알라 셈펜세 뭐이고 yang lan Prabhu na prasyamsa oh yang lan Prabhu na prasyamsa साँच्चै नै परमेश्वरमा रङ कति दयालु मुला ओ तिमी नारिल्सी ब्राबा देरी रङला यासी चुंसी मान्ने भन्दा ख्रेन्सी पिन्दा मुला अनि जम्मन दुखसे खाबा दुरी ओ रङ येशू से भन्दा रोपिन सुजी परमेश्वर आबा रङ कति दयालु परमेश्वर मुला
Ibasem na tuisi pindi Saitana mandana yamse Tininga dablasi pindi Oh Ngalami klifiasi pindi Ibasem na tuisi pindi Saitana mandana yamse Tininga dablasi pindi Moigo la Ngala sim hense moi go la su ngala sim hense yang lan prabhu na prashansa yang lan prabhu na prashansa ngapa bikalabari nang lakase kruse pinzi na dobri brabadi Nang salrasi galam punji Ngapabri kalabari Rang lakase kruse pinzi Ngatobri prabari Nang salrasi galam punji Prashansa pula Zungala simyense Prashansa pula Zungala simyense yang lan Prabhu na prasansa oh yang lan Prabhu na prasansa oh rangga tuji simula rangga daya maya lagiri oh nganda lagiri kalbari gangre rang phepsnami sibinji oh jaman bap la bandana jaman kurala lagiri rangsi jaman the cruise chusiman rangsi prabhu he jaman tamna salna lasuji rangda lana lana tuji simula rangda prasansa tagai rangla daya maya lagiri oh charjani pin mala lagiri prabhu aba oh rangda jai jai tagai daya maya lagiri पवित्र आत्मा सिंहन्दा मोलम दोन मन लागिरी लाना लाना तुझे से पुल्ला चुदेरी परमेश्वराबा रंगला छानजखेन ग्रेनिना ओ परमेश्वराबा रंगला लाना लाना तुझे से मुला तिनी परमेश्वराबा रंगला सास युसिमान गन्दा रंग जीवन चुलोई दोन छुजी रंग शक्तिला परमेश्वरीना ओ जम्मन आदि समुद्र दिन छाम्न रंग शासन लखमला फेरि तिकै पनि श्रेय आरे कि परमेश्वर से अल्लाह बरी आँखा पासे प्रभु रंग कति महान मला ओ जो समुद्र फिरिरन ब्राखम भाइ परमेश्वर आभा रंग लाना लाना तुझे मला चुदिलो लागिरी रंग स्वर्ग ज्ञान मन लागिरी जो जम्मरिङ नि फेपका सुजी nganda daya maya la suji oh zaman tini atmare leiri rok yang ba khaimai asal ba siega ni rangsi samna la suji tini sansar se pin barang ma shanti ain tarangai surga la ngala anand ngala shanti rangsi pinna bisiman man da kabul la suji te shanti tini nganchi yang ba mula te anand tini nganchi yang ba mula henda bisila marangda ju semen chen phur phur tangisman rangda lanan lalam moi go dagai prasansa dagai Zamasingada klasainon Pavitra atma se plintasi Thelana maya dadandasi Yesu se lava kabulda Nansi chibari thedana krungdasi Oh Yesu se lava kabulda Nanchi chibari thedana krungdasi Ngai gi kenir nei lazi Yesu bi
labari परमेश्वर अब रङ त लाना लान तुझिस लगाई तिनी ngai gikhen निर्णय लाबा मलाई रङ ल छान्डिङ सोबारी चुलिङला सुदेभर रङला महिमा लाबा लागिरी रङ देन छमन ब्रबा लागिरी ओ जसरी दाउद से रङ देन छम याखरगिन गिखेन ताम सेरी बमुबा तिनी ngonshenon थेन याखरगिन ताम ला लागिरी प्रभु रङ ल मैगुलाला कि रङ ल सुन्दरता अनि रङ ल लैजा मन्ना चु जम्मुलिङरी सोदेभर दोन रङसी मन्द थिस लैजा मन्द पिन्सिउबा मलाई बिसमान गन्छ विश्वास लाबा मला धन्यवाद मला आबा रङला ति सुन्दरता ल लागिरी अनि रङला चु छन्बो उपस्थित लागिरी परमेश्वर आबा अनि चुरी रङला जाजामे दुगु ओ क्लाखेरी जिकन आतना जम्मन देश विदेश ओ विभिन्न माध्यम ग्याम रङला प्राइभेट रुम ग्याम ओ प्राइभेट लाइफ ग्याम प्रभु रङदा मैको लावन मला चुदिरी रङला छन्जा जम्मन बन्द तोर फेरि मला ओ रङला बचन सुङमा मलागी परमेश्वरला भय मानवताबा मिगा दिदा परमेश्वरला दयानन परमेश्वरला कृपानन ओतिनन महान ओतिनन ग्रेन मला बिसिपाङ मला थेन नबसलामा थेन ग्रेन महान करुणाला लागिरी गो सम्मन बन्दा ग्रेन दया मायाला लागिर परमेश्वर आबा चु सेमेन छन रङदा मैको फुल्ला ओ तिगरे बिसम 1000 दिन ओ भन्दा पनि यखरगिन दिन भन्दा प्रभु प्यारो मला जुन दिन जाजा रङला उपस्थिति ना तो दाउद सिपाङ मलागी ngajaja परमेश्वरला आराधनाला ओ पाले दोसे मन मन परमेश्वर दा मैको फुल्ला बिसिपाङ मला तिनी परमेश्वर आबा ngani non प्रभु रङला चु छन्दा तोर थिबला लागेर चुरी जसरी ngani पोप्तासी मन रङला छन्दा राप्रोप्तासी मन मैको लाबा मला परमेश्वर आबा रङजिगन जम्मन बन्दा ग्रेन मालिकिना रङजिगन बन्दा सेमला ग्लेना रङदा लाला लाला तुझसे अनि मैको जयलेन्दन सदनदन तगै बिसिमान छु आराधना प्रशंसा सेमेन्जेन फुल्ला रङ यीशुदा जय जयकार तगै येशुला छानरे आमेन हालेलुया परमेश्वर दा yang ताली रफ्सिमाननि मैको फुल्ली यंगला लाग्या परमेश्वर आबदा लान लानन तुझसे तगै है यंगसे आशा लाबा मला यंगनि जम्मन जना रङ रङला क्लारी छुसी मानमी परमेश्वर दा सेमेन्जेन फुर फुर तांगसी मानमी मैगो लाबन मला हालेलुया परमेश्वर दा मैगो दगै चुदी दोसिनोन ngai यंगला पास्टर मदन अगुदा ngai दन्ना धन्यवाद तुझे सेमा तगै परमेश्वर दा महिमा तगै विषयला यंगला कोलकाता परमेश्वरला आराधना लाबरगी परमेश्वर दिन नजिक दोन लाबर परमेश्वर दिन छ्याम छ्याम चिन लाबरी वाइक्यम से अनि परमेश्वरला प्रशंसा लाबछु अवसर जो मौका अनि परमेश्वर yang द दोन मुला प्रभु द धन्यवाद तगै साचिन तिनी yang अमन मिगादि ब्लाफसेची बा आत्मा दा सालबा बिनमार फेपका प्रभु द yang से मोइको लदोला yang ला परमेश्वर दा yang ला छन्बो परमेश्वर दा yang ला जुनी जुनी दोना माया लाबा परमेश्वर दा yang से आराधना लदोला अनि तिनीला जो आराधना साचिन yang ला परमेश्वर आपसी सानमा मला बिताम yang दा पूरा विश्वास मला धन्यवाद दोसिन yang ला चु गेदाङली भेनन तामाङ जुजालना नाङा भेनाता डेन्मो मला स्वागत मला yang ला भेनाता परमेश्वर से मलम दन्सुगै दारिम चुदिरी yang परमेश्वर ला छन्म वचन सानबारनी अनि छन्म वचन सानमा बन्द नाचा yang वचन लागि yang प्रार्थना सिंगे yang ला चुरी एल्डर yang ला मंगल लोपचना सिंग रांची वचन लागि प्रार्थना लसुयो ngala अनुरोध मला yang ला गुंगरी तिनी परमेश्वरला वचन बसिकाबन मला पास्टर डेभिड माजे yang सुसमय दोनमा बन्द yang प्रार्थनालाई फेपगाउ समाधान जयमसी प्रार्थनालाई नज नेपाल गेम लाला मिसो मजन तामाङ मिसो ने ल परमेश्वर पिता तपाई परमेश्वरलाई धन्यवाद अनि प्रशंसा महिमा र आदर भक्ति चढाउँदछौं किनभने तपाई सारा सृष्टिका रचनाकार सृष्टिकर्ता तालनहार पालनहार सृजनहार परमेश्वर प्रभु तपाईलाई धन्यवाद दिदछु अहिले विशेष गरी प्रभु हामी बोल्यौं तपाईले सुन्नुभयो हामी करायौं हामी चिच्चायौं तपाई परमेश्वरले प्रभु त्यो सबै सुन्नुभयो हामीले चढाएको प्रशंसा तपाईले सुन्नुभयो धन्यवाद तपाईले ग्रहण गर्नुभयो तपाईलाई धन्यवाद दिदछु विशेष गरी अब तपाई परमेश्वर हाम्रो बीचमा बोल्दै हुनुहुन्छ तपाईको जीवित वचन हाम्रो बीचमा तोडिँदैछ
प्रभु त्यो वचन हामी ध्यान दिएर सुन्नेछौँ। तपाईँको वचन बोल्ने आफ्नो छोरालाई प्रभु तपाईँले अभिषेक गरेर ल्याइसक्नु भएको छ। तपाईँ परमेश्वरलाई धन्यवाद दिँदछु। आफ्नो छोराको ओठ जिब्रोद्वारा तपाईँ बोल्नुहोस्। आज हामीलाई कुन वचनको खाँचो छ, कुन वचनको आवश्यकता छ, त्यो तपाईँ परमेश्वर जान्नुहुन्छ प्रभु। हामीलाई त्यो वचन बुझ्ने त्यो हृदय, त्यो वचन बुझ्नलाई तपाईँ परमेश्वरको पवित्र आत्माले हामीलाई अगुवाई गर्नुहोस्, सहायता गर्नुहोस्। किनभने तपाईँको वचन हामी त्यसै बुझ्न सक्दैनौँ, किनभने त्यो तपाईँकै पवित्र आत्माद्वारा लेखिएको वचन हो। आज तपाईँको पवित्र आत्माले नै हामीलाई सहायता गर्नुहोस्, अगुवाई गर्नुहोस् भन्ने बिन्ती प्रार्थना गर्दछु। धन्यवाद दिँदछु तपाईँको वचन ल्याउने आफ्नो छोरालाई, हामी सुन्ने प्रत्येकलाई, सबैजनालाई तपाईँकै चरणमा समर्पण गर्दै बिन्ती प्रार्थना येशू प्रभुको नाममा चढाउँछु। आमेन। Amin. Dhanyabad yang mangal lopsan asyangda permission si malam dan syugai. Dalam sudari yang perbulan basan sanmari. Niban mula yang ekdam tayar mal rangni tayar musyula. Haleluya. Chali liv syugo. Amin. Rangni jamma singala tamang dam gosyuji ki asyuni. Goban mula haleluya. Yang ni jam lana mikan jodoh taban mula ekdam dhanyabad. हुन्छ। हामी यो समयमा परमेश्वरको जिउँदो वचनबाट अब सुन्नेछौँ। आज हाम्रो पास्टर डेभिड ज्यू हुनुहुन्छ यहाँ हेटौँडा प्रशंसा होसाना प्रशंसा मण्डलीबाट हुनुहुन्छ, उहाँहरूको टिमै हुनुहुन्छ यहाँ। अनि म यो समय हाम्रो पास्टर डेभिड माझी सरलाई म यो समय दिनेछु। हामी अन्तिममा तामाङबाट म केही सारांशमा भन्नेछु, उहाँले नेपालीमा बोल्नुहुन्छ, बिचबिचमा तामाङ पनि बोल्नुहुन्छ, मलाई आशा छ। हुन्छ। जय मसीह। तपाईलाई हामी हाम्रो पास्टर डेभिड सरलाई ताली बजाएर स्वागत गर्नेछौँ। जय मसीह। जय मसीह। लासो फ्याफुल्ला। फ्याफुल्ला जय मसीह। अब तामाङ सायद यति नै होला, नेपाली बोल्नुपर्छ होला। तामाङ अब त्यति बोल्न आउँदैन। प्रभुलाई महिमा होस्, तर सिक्ने प्रयास छ। एक दिन अवश्य पनि प्रभुले सिकाउनुहुन्छ। आमेन। एकदमै हामी परमेश्वरको छोराछोरी हौ। परमेश्वरले हामीलाई उहाँको एउटा अचम्मको योजनामा तपाईँ र मलाई परमेश्वरले आज यो पृथ्वीमा सुन्नु भएको छ। आमेन। हामी यो संसारमा हजारौंको भिडबाट परमेश्वरले हामीलाई त्यसै ल्याउनु भएको छैन। परमेश्वरको विशेष उद्देश्य र योजना तपाईँ र मेरो जीवनमा छ। अनि त्यो उद्देश्य र योजना तपाईँ र मैले यो पृथ्वीमा रहेर पुरा गर्नुपर्छ। आमेन। जब हामी परमेश्वरको महिमा गर्छौँ, आराधना गर्छौँ, यो संसारमा यति ठुलो शान्ति र आनन्द हाम्रो जीवनमा आउँछ, जुन शान्ति र आनन्द संसारको कुनै पनि बहुमूल्य चिजहरूले हामीलाई दिन सक्दैन। त्यो शान्ति र आनन्द तपाईँ र मलाई पवित्र आत्माको उपस्थितिमा तपाईँ र मैले पाउनेछ। आमेन। जब हामी पवित्र आत्मालाई हाम्रो जीवनमा हामी बोलाउँदछौँ, पवित्र आत्माले जब हाम्रो हृदयभित्र हामी स्वागत गर्दछौँ, अनि पवित्र आत्माले तपाईँ र मलाई हरेक दुःख कष्ट सङ्घर्षबाट तपाईँ र मलाई विजयको जीवन दिनुहुनेछ। आमेन। हालेलुया। प्रभु महान हुनुहुन्छ। तपाईँ र मलाई परमेश्वरले कहिले पनि यो संसारमा टुहुरो छोड्नु हुने छैन। उहाँ जहिले पनि तपाईँ र म सँगै जहिले पनि हुनुहुनेछ। तपाईँ र मैले आजको दिन अनि महसुस गरौँ उहाँको उपस्थितिलाई, अनि यो समय उहाँको उपस्थितिलाई महसुस गरौँ। अनि मेरो नाम डेभिड माझी। सायद कतिले चिन्नुहुन्छ, कतिले चिन्नुहुन्न। मेरो मण्डली होसन्ना प्रशंसा मण्डली अनि हेटौडा। हाम्रो पास्टर बाले सायद तपाईँहरू सबैले चिन्नुहुन्छ, प्रेमराज वाइबा है, सबैजनाले चिन्नुहुन्छ। अनि विशेष गरी हाम्रो मण्डलीका पास्टर बाले धेरै म धन्यवाद भन्न चाहन्छु। उहाँले आत्मिक क्षेत्रमा अगाडि बढ्नको निम्ति हरेक कार्यमा मलाई थुप्रो कुराहरूमा सहायता गर्नु भएको छ। अनि यो तामाङ जुम अनलाइन सङ्गतिमा जुन समय दिनुभयो, सायद मेरो कल्पना भन्दा धेरै बाहिरको कुरा हो। मैले कहिले पनि यो सोचेको थिएन। यो सायद मलाई यो वचन मैले समय दिनुहुन्छ होला भनेर मैले सोचेको पनि थिएन।
अनि अचम्म लाग्यो अस्तिको हप्ता अनि त्यो समय उहाँले दिनु हुँदाखेरि चाहिँ मलाई अचम्म लाग्यो। धेरै परमेश्वरले धन्यवाद र हाम्रो मदन पास्टरले धेरै धन्यवाद। हामी ताली बजाएर उहाँलाई धन्यवाद भन्नेछौँ। विशेष गरी परमेश्वरले उहाँलाई धेरै आशिष दिनु भएको होस् भन्ने हामी चाहन्छौँ। अनि विशेष गरी चाहिँ आजको वचनमा जानुभन्दा अगाडि चाहिँ केही कुराहरू म तपाईँहरूको बिचमा भन्न चाहन्छु। म धेरै बोल्ने छैन। अनि कतिले मलाई चिन्नुहुन्छ, अघि पनि भने कतिले मलाई चिन्नुहुन्न। अनि हामीले फेसबुकबाट जुन हालेको गीतहरू सायद तपाईँले कतिले सुन्नु भएको होला। योभन्दा अगाडि हाम्रो सुरेश भाइले जुन गीत तामाङमा हाल्नुभएको थियो तपाईँहरूलाई थाहा छ त्यो गीत। अनि नेपालीमा चाहिँ हाम्रो रेभरेन्ड गुरुबाले मलाई नै गाउन दिनुभएको छ, जुन उहाँको जीवन गवाई आधारित गीतहरू छ। अनि त्यो गीत पनि सायद म एकछिन पछाडि तपाईँहरूको बिचमा थोरै गाउने छु। परमेश्वरले महिमा होस्। अनि यो भाइ तपाईँले चिन्नुहुन्छ, सुरेश भाइ है। ऊ भएर म चाहिँ धेरै एकदमै मिल्छौँ। हामी दुवैजना चाहिँ हरेक कुरामा हामी एकदम मिलेर परमेश्वरको राज्यमा अगाडि बढिरहेका छौँ। तपाईँहरू पनि मण्डलीमा सायद यसै गरी एकदमै एकतामा प्रभुको राज्यमा अगाडि बढ्नु भएको छ भन्ने म विश्वास गर्नेछु। तपाईँहरू जोसिलो हुनुहुन्छ, शक्तिशाली हुनुहुन्छ, सामर्थ्य हुनुहुन्छ। आमेन। हरेक परिस्थितिसँग तपाईँहरू डराउनु हुने तर येशू ख्रीष्ट हाम्रो साथमा हुनुहुनेछ र येशू ख्रीष्टले तपाईँ र मलाई हर परिस्थितिहरूबाट विजयको जीवन दिनुहुन्छ। आमेन। हालेलुया। हामी परमेश्वरका छोराछोरी हौ। प्रभुलाई महिमा होस्। हामी हर पल हर समय हर्षका साथमा उहाँको महिमा र जय जयकार गर्न हामीलाई कुनै कुराले रोक्न सक्दैन। आमेन। हामी परमेश्वरको छोराछोरी हुन्छ। परमेश्वरले महिमा होस्। एउटा वचन पढ्नेछु। हामी प्रकाशको पुस्तकबाट हामी वचनलाई पढ्नेछौँ। प्रकाशको पुस्तक 3 अध्यायबाट हामी पढ्नेछौँ। सायद हाम्रो भाइहरूसँग तामाङ बाइबल छ कि छैन? प्रकाशको पुस्तक 3 अध्याय। यहाँ तामाङ बाइबल छैन रहेछ हाम्रो भाइहरू। कसैले माफ गर्नु होला, कसैले पढिदिनुहोस् 3 सम्म तामाङबाट है। हुन्छ। वचन पढ्नु हुने हाम्रो सरलाई धेरै धन्यवाद। परमेश्वरले धेरै आशिष दिनुभएको होस्। अनि प्रकाशको पुस्तकबाट आज हामी हेर्न लागिरहेको छौँ। यहाँनिर मण्डलीहरूको बीचमा मण्डलीहरूलाई भनिएका कुराहरू आज हामी बीचमा यो के कुराहरू हामी हेर्नेछौँ। आमेन। तपाईँ र म परमेश्वरको मण्डलीहरू हौ। आमेन। हुनुहुन्छ? हात यसो उठाइदिनु न। हुन्छ। परमेश्वरले महिमा होस्। प्रशंसा होस् परमेश्वरलाई। अनि यो 2 मा हामी हेर्छौँ भने जागर हो र मर्न लागेका रहल कुराहरूलाई दरिला पार, किनकि मैले तिम्रा काम मेरा परमेश्वरको दृष्टिमा सिद्ध
सिद्ध भएको भेटाएको छैन। आज मण्डलीहरूलाई अलिकति चुनौतीको जस्तो कुराहरू छ यहाँनिर है। हामी मण्डलीहरू, मलाई आफैलाई पनि र हामी सबैलाई पनि जागो रहो र मर्न लागेका रहल कुराहरूलाई दैला पार, किनकि मैले तिम्रा काम मेरा परमेश्वरको दृष्टिमा सिद्ध भएको भेटाएको छैन। आज तपाईँ र म कहाँ छौँ थाहा छैन संसारमा। प्रभु येशू ख्रीष्टले हामी विश्वास गरेको धेरै वर्ष भयो। परमेश्वरको उपस्थितिमा पनि जान्छौँ, परमेश्वरको उपस्थितिमा पनि रमाउँछौँ। अनि यो मण्डलीहरू पनि यस्तै नै थिए, एकदमै परमेश्वरको उपस्थितिमा रमाउने है, परमेश्वरको जय जयकार गर्ने। तर पनि फेरि परमेश्वरले यो मण्डलीहरूलाई भन्नु, मैले चाहिँ परमेश्वरको दृष्टिमा तिमीलाई सिद्ध भेटाएको छैन। कति त आज यो संसारको परिस्थितिहरूले गर्दाखेरि मानिसहरू धेरै दुःख लाग्दो परिस्थितिहरू होला हैन, गाह्रो परिस्थितिहरूमा होला। अस्ति हामीले सिन्धुपाल्चोकदेखि लिएर विभिन्न घटनाहरू हामी न्युज हेर्नेलाई थाहा छ, कति धेरै घटनाहरू घट्यो। अनि यो परिस्थिति भएर जाँदाखेरि मानिसहरू धेरै नै निराश होला। किन त प्रभु आज, किन प्रभु आज मेरो ठाउँमा, मेरो गाउँमा र मेरो घरानामा किन त प्रभु आज यस्तो भइरहेको छ। यस्तै यस्तै परिस्थितिले आज तपाईँ र मैले परमेश्वरबाट धेरैचोटि आज तपाईँ र म टाढा हुन खोज्यौँ होला। धेरैचोटि तपाईँ र म आज परमेश्वरको दृष्टिबाट यस्तो परिस्थितिले तपाईँ र मलाई टाढा बनाउन खोज्दैछ। तपाईँ र मलाई यस्तो परिस्थितिहरूले परमेश्वरको स्थितिबाट धेरै टाढा लान खोजिरहेको छ। अनि तपाईँ र मलाई परमेश्वरको आत्माले भन्दै हुनुहुन्छ, मैले चाहिँ आज, हे मेरो छोरा, हे मेरो छोरी, मेरो दृष्टिमा तिमीले ठिक काम गरेको मैले भेटाएको छैन। आज तपाईँ र मलाई परमेश्वरले विशेष उद्देश्य र योजनामा चुन्नु भएको छ। तपाईँ र मलाई परमेश्वरले एउटा वरदान दिनु भएको छ। आमेन। त्यो वरदान तपाईँ र मैले जान्नुपर्छ। एकदमै हाम्रो रेभेन गुरुबा प्रेमराज साहिबलाई अगमवाणी बोल्ने वरदान परमेश्वरले दिनुभएको छ। सँगैको वरदान, आत्मा छुट्याउने वरदानहरू है। उहाँले गीत रचना पनि गर्नुहुन्छ अनि गीत पनि गाउनुहुन्छ। अनि हाम्रो मदन पास्टर बुवा, उहाँले एकदमै राम्रो गीतहरू लेख्नुहुन्छ। एउटा गीत मलाई एकदमै मनपर्छ, जिन्दगी लाग्यालम रे खान्देन क्युरो प्रसैन भाप्से रिङमा छुरी। तपाईहरुले आउँछ गीत अलि धेरै है। ब्रान्सी चिमुला प्रभु येशू, उहाँलाई परमेश्वरले दिनुभएको, एकछिन है, उहाँलाई परमेश्वरले दिनुभएको वरदान हो। उहाँले परमेश्वरको सामुन्ने गएर उहाँले गर्नु भएको प्रेम हो। यो गीतहरू रच्नुहुन्छ है। अनि यो गीत नेपालीमा पनि उहाँले मलाई लेखेर पठाइदिनु भएको रहेछ अस्ति। अनि म प्र्याक्टिस गर्दैछु नेपालीमा। यति राम्रो शब्दहरू रहेछ, यति राम्रो शब्दहरू। एकदमै त्यो शब्दहरू सम्झिँदाखेरि चाहिँ एकदमै रुन मन लाग्छ कहिलेकाहीँ। एकदमै यति राम्रो शब्दहरू रहेछ त्यो गीतमा। अनि जुन गीत चाहिँ उहाँले लेख्नुभयो, अनि थुप्रै गीतहरू उहाँले लेख्दै हुनुहुन्छ। यो चाहिँ त्यो हो कि उहाँले परमेश्वरको उपस्थितिमा गएर परमेश्वरले हामीप्रति र परमेश्वरले गर्नुभएको प्रेमलाई चाहिँ उहाँले त्याग्नु भएको छैन। अनि यहाँनिर मुनि गएर हामी हेर्छौँ भने यहाँ 3मा, यसकारण तिमीहरूले जे पायौ सुन्यौ सो सम्झ, त्यसलाई कायम राख र पश्चाताप गर। यदि तिमी जाग रहेनौ भने त म चोर जस्तै आउनेछु। हेर म कुन बेला आउनेछु सो तिमीहरूले थाहा पाउने छैनौ। आज तपाईँ र मलाई परमेश्वरले दिनुभएको एउटा जिम्मा छ। तपाईँ र मलाई परमेश्वरले दिनुभएको एउटा काम छ। यो काम गर्दा गर्दै परमेश्वरको राज्यमा अगाडि बढ्दै पनि हामी कतिपय पलमा हामी यो काम गर्दा पनि मण्डलीका अगुवा पास्टरहरूले हामीलाई सानो कुराहरू गरिदिँदाखेरि चाहिँ हामी निराश हुन्छौँ। हामी धेरैचोटि हताश हुन्छौँ। हामी धेरैचोटि हामी निराश हुन्छौँ, धेरैचोटि हामी हताश हुन्छौँ। अनि हामी परमेश्वरको काम गर्दा पनि जति हामीले परमेश्वरको दृष्टिमा काम गरे तापनि, जति नै हामीले प्रभुको उपस्थितिमा गरे पनि कसैले पनि मैले गरेको कामहरू देख्दैन, अब म प्रभुको काम पनि नगर्दै, अब म प्रभुको काम छोडिदिने भनेर हामी
धेरैचोटि हामी यहाँनिर भन्छौँ, हामी सोध्छौँ अनि विचार गर्छौँ, मण्डलीका अगुवा पास्टरहरूलाई चाहिँ हामी आदर गर्न छोडिदिन्छौँ। त्यसपछि मण्डलीका अगुवाहरूलाई हामी आदर गर्न छोडिदिन्छौँ अनि हामी धेरैचोटि हामी यस्तो भन्दै गरेका हुन्छौँ, मेरो मण्डलीको पास्टर ठिक छैन, मेरो मण्डलीको पास्टरहरूको बोल्ने सम्मत छैन, मेरो मण्डली यस्तो, मेरो मण्डलीको अगुवाहरू उस्तो, फल्लाको त कस्तो हो, उसको त कस्तो, होइन? धेरैचोटि हामी यस्तो विचारहरू गर्छौँ, धेरैचोटि हामी यस्तो कल्पनाहरू गर्छौँ अनि धेरैचोटि त्यहाँबाट बिस्तारै बिस्तारै हामी मण्डलीका हामी अलग हुन खोज्दछौँ, टाढा जान खोज्दछौँ। हामी बिस्तारै संसारको कुराहरूतिर हाम्रो मनहरू गइरहेको हुन्छ अनि संसारको कुराहरू, शरीरको अभिलाषाहरूले बिस्तारै बिस्तारै त्यसपछि हामीलाई थिच्दै गर्दाखेरि चाहिँ त्यहाँबाट हामी थाहा छैन 6 महिना वर्ष दिनपछि कहाँ पुगिसकेका हुन्छ, एकदमै धेरै टाढा पुगिसकेका हुन्छ। अनि परमेश्वरले त्यही कुरा आज भन्नुभयो, जागो रहौ र मर्न लागेका रहल कुराहरूलाई दैनिक पार, किनकि मैले तिम्रो काम मेरो परमेश्वरको दृष्टिमा सिद्ध भेट्टाएको छैन। आज तपाईँ र म अलिकति चुनौतीको कुरा छ है। तपाईँ र मैले गर्दै गरेको काममा चाहिँ परमेश्वर खुसी हुनुभएको छ कि छैन सोच्नुपर्ने हुन्छ। माफ गर्नु होला, चित्त नदुखाउनु न, हामी स्वर्ग जाने व्यक्तिहरू, आमेन। किनकि तपाईँ र म स्वर्ग जाने व्यक्तिहरू हो। संसारमा दुःख भयङ्कर आउँछ, परमेश्वरको कामहरू गर्दा हामीलाई दिँदैन संसारमा भएका अन्धकारको शक्तिहरूले। यसको बन्धनलाई हामीले तोडेर म प्रभुको काम गर्छु, हालेलुया। हरेक परिस्थितिमा म प्रभुको काम गर्छु भनेर तपाईँ र म खडा हुनुपर्ने यो समयभित्र हामी उभएको छौँ, खडा भएको छौँ, आमेन। तपाईँ र मैले परमेश्वरले विशेष उद्देश्य र योजनामा चुन्नु भएको छ। जस्तै सुकै परिस्थिति पनि मेरो जीवनमा आओस् प्रभु, तर म कहिले पनि तपाईँलाई म छोड्ने छैन, कहिले पनि म तपाईँलाई त्याग्ने छैन भनेर हामीले आज प्रभुको सामुन्ने भन्नुपर्छ, आमेन। एउटा गीत गाउन मन लाग्यो नेपाली है, तपाईँहरूले सुन्नु भएको छ भने ठिकै छ, छैन भने यो फेसबुकमा हाम्रो युट्युब च्यानलमा पनि यो गीत अस्ति भर्खर हालेको छ। अनि त्यो गीत म अलिकति गाउन चाहन्छु। भुल्ने छैन येशू मायालाई, भुल्ने छैन येशूको मायालाई। कोराको चोटले म बाँचेको, उहाँको रगतले मेरो पाप धोएको। कोराको चोटले म बाँचेको, उहाँको रगतले मेरो पाप धोएको। चोखो माया गर्नु हो मलाई येशू तपाईले, चोखो माया गर्नु हो मलाई येशू तपाईले। भुल्ने छैन येशूको मायालाई, आमेन। जस्तै सुकै परिस्थिति आए पनि तपाईँ र मैले येशू ख्रीष्टको मायालाई भुल्ने छैन, आमेन। हामी सबैजनालाई थाहा छ पत्रुस हाम्रो दाजु होइन, विशेष हाम्रो आफन्त नजिकको मान्छे। मैले भन्न खोजेको तपाईँहरूको दाजुभाइहरूको नाम पनि पत्रुस होला, त्यो होइन, बाइबलको पत्रुस भन्न खोजेको। एउटा परमेश्वरको असल दास छोरा अनि
क्रुसमा उल्टो टाँगेर चाहिँ उसलाई रेटेर मारेको कुराहरू हामी सबैजनालाई थाहा छ। तर पनि येशू ख्रीष्टलाई कहिले पनि भुलेन। येशू ख्रीष्टको मायालाई कहिले पनि येशू ख्रीष्टबाट ब्याक हुने कुराहरू कहिले पनि उसले जीवनमा कहिले पनि गरेन। आज तपाईँ र मेरो जीवनमा आएको हरेक परिस्थितिहरू हुन सक्छ, तर तपाईँ र येशू ख्रीष्टको मायाले कहिले पनि भुल्ने छैन, कहिले पनि त्याग्ने छैन। आमेन। जब हामी हृदयदेखि परमेश्वरलाई भन्छौँ, प्रभु येशू म तपाईको मायाले भुल्ने छैन, म तपाईको मायाले त्याग्ने छैन, म तपाईको प्रेमलाई म कदापि छोड्ने छैन, तपाईको कोर्राको चोटले म बाँचेको छु, तपाईको रगतले मेरो पाप र अधर्महरू जम्मै धोइसकेको छ, मेरो नाम जीवनको पुस्तकमा लेखिसकेको छ। प्रभु अब म तपाईले भुल्ने छैन, म तपाईले त्याग्ने छैन, म तपाईको हो। संसारका कुनै पनि कुराहरूले मलाई तपाईबाट अलग गर्न सक्दैन। आज तपाईँ र मैले एकदमै प्रभुको उपस्थितिमा गएर आज तपाईँ र मैले भन्न अति जरुरी छ यो कुराहरू। प्रभु म तपाईको मायालाई भुल्ने छैन, म तपाईको मायालाई त्याग्ने छैन, कुनै पनि परिस्थितिमा म तपाईलाई छोड्ने छैन। आमेन। हुन सक्छ हाम्रो घर समाज परिस्थितिहरू विभिन्न हुन सक्छ, हाम्रो घरमा विभिन्न किसिमका परिस्थितिहरू आयो होला। अहिलेको समयमा धेरै धोखा र चोटहरूले हाम्रो हृदयहरू चकनाचुर भएको छ होला। धेरैचोटि हामीले हाम्रो आफन्तहरूले टुक्रा टुक्रा बनाइदियो होला। यो संसारमा जिउन पनि धेरैचोटि गाह्रो भइरहेको होला। कतिचोटि म मर्छु भनेको हामीले विचारहरू गरिरहे होला, प्रभु यो संसारमा बाँच्नु भन्दा त अब म मरेकै ठिक, किन म यो संसारमा आएँ भनेर हामी धेरैचोटि यस्ता विचारहरू गरिरहेको होला। तर तपाईँ र मैले गर्दै गरेको विचारमा हामी एकछिन वेट गरेर हामीले येशू ख्रीष्टलाई सोधौँ, प्रभु तपाईँ कहाँ हुनुहुन्छ? सायद तपाईँ र मेरो छेउमा येशू ख्रीष्ट आउँदै हुनुहुन्छ कि? तपाईँ र मसँग येशू ख्रीष्ट बोल्ने समय भित्र हामी छौँ कि? येशू ख्रीष्टले तपाईँ र मलाई उहाँको उपस्थितिमा आशिषको मार्गहरूमा लान पो खोजिरहनु भएको छ कि? आज तपाईँ र मैले येशू ख्रीष्टलाई हाम्रो हृदयभित्र उहाँको मायालाई राख्नुपर्ने हुन्छ। आमेन। संसारमा तपाईँ र मलाई धोका दियो, धेरैचोटि छोडिदिनुहोस् त्यो कुराहरू। येशू ख्रीष्ट मसँग हुनुहुन्छ। हालेलुया। येशू भए पुग्छ मलाई। आमेन। येशू ख्रीष्ट भए पुग्छ मलाई। ओ हालेलुया। येशू भए पुग्छ। जब तपाईँ र मैले प्रभु तपाईँ भए पुग्छ मलाई, अरू कोही चाहिँदैन संसारमा। जब येशू ख्रीष्ट तपाईँ र मसँग हुनुहुन्छ, हामीले फिक्री गर्नुपर्ने दिन त्यति आउँदैन। सबै कुराहरू उहाँले तपाईँ र मलाई ठिक समयमा पुरा गरिदिनु हुनेछ, हामीले चाहेको सबै कुराहरू। अनि जब हामी परमेश्वरलाई यो भन्छौँ भने हाम्रो जीवनमा धेरै ठुलो परीक्षाहरू, गाह्रो चुनौतीको कुराहरू हाम्रो जीवनमा आउँछ। अनि हाम्रो रेभेन गुरुबालाई पनि जब उहाँसँग परमेश्वर बोल्नुभयो, त्यसपछि उहाँलाई घरबाट निकालिदिनु भयो। धेरै व्यक्तिहरू त येशू धर्म मानेको कारणले गर्दा घरबाट निकालिदिनु भयो। अनि मण्डली उहाँको घरभन्दा 1 घन्टा बाटो अनि हिँडेर जानु पर्थ्यो। त्यो मण्डलीको पास्टरले पनि उहाँलाई निकालिदिनु भयो। अनि त्यसपछि अब उहाँको खुट्टा छैन, काम गर्न सक्दैन, धेरै गाह्रो कठिनाइ समयमा। अनि उहाँ गिटी कुटेर गिटी चाल्ने काम गर्नु, बालुवा चाल्ने कामहरू गर्नुहुन्थ्यो। अनि त्यो समय पैसा पनि थिएन। हाम्रो गुरुआमाले लेबर काम गर्नुहुन्थ्यो 70-80 रुपियाँमा। त्यो समय खान पनि नपुग्ने अवस्थामा। अनि धेरै गाह्रो परिस्थिति उहाँको जीवनमा आउँदा पनि, तर कहिले पनि उहाँले येशू ख्रीष्टलाई त्याग्ने कुरा जीवनमा कहिले पनि गर्नु भएन। अनि त्यही समय त्यो उसमा उहाँले बनाउनु भएको गीत सायद आज तपाईहरूले सुन्दै हुनुहुन्छ त्यो गीत। जिन्दगी के भयो कसैले नपाएको, दुःख मलाई मात्र भयो। यो गीत अलिकति गाउन चाहन्छु म, है? हुन्छ तपाईँहरू बिचमा? हुन्छ। उहाँको जीवनको आधारित। सपना के बेपना मलाई केही थाहा छैन, कहीँ कतै हिँडौ भने मेरो खुट्टा छैन। सपना के बेपना मलाई केही
कतै हिँडौ भने मेरो खुट्टा छैन। जिन्दगी के भयो कसैले नपाएको, दुःख मलाई मात्र भयो। उठ्नै नसक्ने, हिँड्नै नसक्ने, कसरी बाँच्ने भविष्यमा। यिनीरनी बिलाइ झैँ सूर्य अस्ताइ झैँ उस्तै रहेछ हाम्रो जीवन। संसारको नियमले मृत्यु पछि रुँदै रुँदै बिदा देलान्। कति रोई हिँडेमा, कति भोकै बसेमा, कयौँ रात रोएमा, कति भोकै बसेमा, यो संसारमा कसरी जिउनेमा, यो संसारमा कसरी जिउनेमा। यो गीत चाहिँ जुन हाम्रो गुरुबाले बनाउनु भयो, त्यो समय उहाँको जीवनमा धेरै दुःख र कष्ट सङ्घर्षहरू थियो उहाँको जीवनमा। तर कहिले पनि उहाँले परमेश्वरलाई त्याग्नु भएन, कहिले पनि उहाँले छोड्नु भएन। यति धेरै रुनुभयो, यति धेरै रुनुभयो। अनि उहाँले हामीलाई भन्नुहुन्थ्यो, म रोएको समय सिरानी नभिजेको कुनै पनि पल हुने थिएन। यति धेरै म रुन्थेँ, यति धेरै रुन्थेँ। कति दिनसम्म म खान नपाएर भोकै बसेको कुराहरू छ। अनि उहाँले यो कुराहरू हामीले सुनाउँदाखेरि हामी पनि धेरै अचम्म लाग्थ्यो। तर पनि उहाँले कहिले पनि परमेश्वरलाई त्याग्नु भएन र परमेश्वरको प्रेमबाट उहाँ कहिले पनि टाढा जानु भएन। परमेश्वरको उपस्थितिमा रहि नै रहनुभयो। आज तपाईँ र मेरो जीवनमा त प्रशस्त सबै कुराहरू छ होला। तपाईँ र मेरो जीवनमा कुनै कुराको घटी कमी पनि छैन होला। सबै कुरा छ तपाईँ र मेरो जीवनमा। तपाईँ र मेरो जीवनमा हात छ, खुट्टाहरू छ। तपाईँ र मैले चाह्यो भने जे पनि गर्न सक्छौँ परमेश्वरको निम्ति, हरेक कुराहरू छ। तर पनि धेरैचोटि हामी परमेश्वरको प्रेमबाट टाढा हुन खोजिराखेका हुन्छौँ। धेरैचोटि हामी टाढा जान खोजिराखेका हुन्छौँ। अनि आज तपाईँ र मेरो बिचमा परमेश्वरको वचनले यही भन्दै हुनु, जागर हो, जागर रहनुपर्ने अति आवश्यक छ तपाईँ र म यो समय। आमेन। कतिजना जागो हुनुहुन्छ? हात उठाउनुहुन्छ। हामी जागो हुनुपर्ने अति आवश्यक छ यो समय। आमेन। हामी मर्न लागेका छौँ भने पनि अब उठ्ने समयभित्र हामी आएका छौँ। जब तपाईँ र म जागो हुन्छ, जब तपाईँ र म शक्ति र सामर्थ्य साथमा प्रभुको काम गर्छु भनेर हामी जोसिला हुन्छ नि, तपाईँ र मेरो जीवनमा भएका रोगहरू टोटल हटेर जानेछ। आमेन। हालेलुया। तपाईँ र मेरो जीवनमा भएका समस्याहरू टोटल हटेर जानेछ। हालेलुया। समस्या आउँछ तपाईँ र मेरो बिचमा, चुनौती दिन्छ, पुरा हेर्छ। तपाईँ समस्यालाई हेर्न थाल्नुहोस्। जति तपाईँले समस्याले बेल्छ तपाईँ त्यति हेर्न थाल्नुहोस्। अनि भन्नुहोस्, येशू ख्रीष्ट मसँग हुनुहुन्छ। जब तपाईँ र मैले बोल्न सुरुवात गर्छ, जब तपाईँ र मैले भन्न थाल्छौँ नि, अटोमेटिक तपाईँ र मेरो जीवनमा विजयहरू आउन थाल्छ। हरेक कुराहरूमा हामी जित्न सक्छौँ, हामी साहसी हुन सक्छौँ। परमेश्वरले तपाईँ र मलाई धेरै आशिष दिनुहुन्छ। कतिसम्म हो समय? म त सरर बोल्न लागेछु। बोल्नुहोस्, अझै छ हामीसँग 15 मिनट जति। हुन्छ, धन्यवाद। प्रभुलाई महिमा होस्। निन्द्रा लागेको त छैन होला? ल है, निन्द्रा लाग्यो भने आफैलाई कहिलेकाहीँ हान्नु पनि पर्छ। अरूले हान्नु पनि अब ऊ हुन्छ, रिसाउँछ है यो संसारमा। आफैले हानेपछि त आफै रिसाए पनि केही फरक पर्दैन। हुन्छ, परमेश्वरलाई महिमा होस्, प्रशंसा होस्।
एउटा तामाङ गीत गाउन पर्छ कि जस्तो लाग्यो अब चाहिँ। हाम्रो मण्डलीका गुरुबाले लेख्नु भएको यो गीत, अनि यो गीतको ट्र्याक बनिसकेको छ, अनि सायद केही समयपछि हामी रेकर्ड गर्न लाग्दैछौँ। अनि एउटा कुरा मैले भन्न बिर्सेछु है, माफ गर्नु होला। अनि हाम्रो डेभिड भाइ, हाम्रो मदन पास्टर भएको छोरा, अनि हाम्रो इसाक वाइबा है, उहाँले चिन्नुहुन्छ तपाईँले। अनि हाम्रो मदन पास्टर भएको अनि ठुलो छोरा, अनि उहाँहरू सबैजना मिलेर चाहिँ हाम्रो यो गीतमा एकदमै राम्रो असल ट्र्याकहरू उहाँहरूले बनाएर दिनुभएको छ। अनि जुन गीत चाहिँ अनि हामीले अब रेकर्ड गर्नेवाला छौँ चाँडै नै। अनि त्यो गीतहरूमा उहाँले यति मेहनत गरेर चाहिँ एकदमै होइन, अनि यस्तो गाह्रो परिस्थितिहरूमा उहाँलाई आर्थिकहरूको एकदमै कमी हुँदै पनि उहाँहरूले नै हामीलाई यो गीतहरूमा ट्र्याक बनाउनको निम्ति सहायता गरिरहनु भएको छ। अनि विशेष गरी उहाँहरूलाई धेरै धेरै धन्यवाद। अनि यो गीतद्वारा परमेश्वरको महिमा भएको छ। अनि हाम्रो मदन पास्टर भएको छोराहरूको ग्रुपले हामी ताली बजाएर अनि धन्यवाद भन्दैछौँ। यो समय उहाँहरूले धेरै नै एकदमै मेहनतको साथमा यी कामहरू गरिरहनु भएको छ। हामीलाई चित्त बुझ्दा धेरै राम्रो गीतहरू बनाइरहनु भएको छ। अनि उहाँहरूलाई परमेश्वरले दिनुभएको काम र जिम्मामा अझै शक्तिशाली रूपमा उहाँहरू अगाडि बढ्न सकेको होस् र उहाँहरूलाई परमेश्वरले दिनुभएको वरदानले परमेश्वरलाई उहाँहरूले धेरै खुसी बनाउनु भएको होस् है। अनि यो गीत गाउने छु, प्रभु येशूदा डान्सिस चिमुला भन्ने गीत। अनि तामाङ अलि त्यति बोल्न आउँदैन, गाह्रो हुँदो रहेछ, तैपनि शब्द जे जस्तो भए पनि माया नगरेर सुनिदिनुहोस् है। प्रभु येशूदा डान्सी चिमुला जम्बुलिङला जुनान ढुङ्गाली, प्रभु येशूदा डान्सी चिमुला जम्बुलिङला जुनान ढुङ्गाली, खाइमा दोगाला बेसी येशू डान्सी चिमुला, खाइमा दोगाला बेसी येशू डान्सी चिमुला, जुजम्बुलिङरी डान्सी चिमुला, हालेलुया, जुजम्बुलिङरी डान्सी चिमुला, डान्सी चिमुला, डान्सी चिमुला, सारी नासुदे भर महिमा लासी नाचिला, सारी नासुदे महिमा लासी नाचिला, खाइमा दोगाला बेसी येशू डान्सी चिमुला, खाइमा दोगाला बेसी येशू डान्सी चिमुला, जुजम्बुलिङरी डान्सी चिमुला, जुजम्बुलिङरी डान्सी चिमुला, डान्सी चिमुला, हालेलुया, प्रभुलाई महिमा होस्। अनि यो जुन गीत सायद तपाईँहरूले यसको शब्द बुझ्नुहुन्छ, प्रभु येशू ख्रीष्टलाई म पर्खिरहनेछु होइन, यस्तै यस्तै के शब्दहरू भनिरहेको छ। आज संसारमा भएका सम्पूर्ण तपाईँ र मेरा असल साथीहरूले, तपाईँ र म सँगै हिँड्ने साथीहरूले
श्रीमानलाई श्रीमतीले र श्रीमतीलाई श्रीमानले रुपैयाँ पैसा धन सम्पत्ति हाम्रो गाडीहरू घर सम्पूर्ण हाम्रो महँगो महँगो मोबाइल सुन चाँदीहरू सबै कुराले एक दिन तपाईँ र मलाई सदाको निम्ति छोडिदिन्छ। यिनीहरूले कहिल्यै पनि तपाईँ र मलाई जीवन दिन सक्दैन। तपाईँ र म येशू ख्रीष्ट र उहाँको उपस्थितिमा जब तपाईँ र म बसिरहन्छौँ, उहाँलाई तपाईँ र म पर्खिरहन्छौँ भने यसले तपाईँ र मलाई कहिले पनि छोड्नु हुने छैन। आमेन। जब उहाँलाई हर पल हर समय हामी सम्झिरहन्छौँ भने येशू ख्रीष्ट तपाईँ र मसँग जहिले पनि जुन समयमा पनि उहाँको उपस्थिति तपाईँ र मसँगै हुनेछ। कहिले पनि येशू ख्रीष्टले तपाईँ र मलाई त्याग्नु हुनेवाला छैन। येशू ख्रीष्टले कहिल्यै पनि तपाईँ र मलाई छोड्नु हुनेवाला छैन। अनि आज तपाईँ र मेरो बिचमा अनि जुन यो वचनले भनिएका कुराहरू आज तपाईँ र मैले याद गरौँ है, तपाईँ र मैले सम्झना राखौँ, जागर हो र मर्न लागेका रहल कुराहरूलाई दैला पार, किनकि मैले तिम्रा काम मेरो परमेश्वरको दृष्टिमा सिद्ध भेट्टाएको छैन। चुनौती छ अन्तिममा है, तपाईँ र मलाई परमेश्वरले दिनुभएको जुन काम छ त्यो कामलाई छोडेर हामी अरू नै काम गर्छौँ भने चाहिँ परमेश्वरले तपाईँ र मलाई भन्दै हुनुहुन्छ परमेश्वरको दृष्टिमा हामीहरूलाई परमेश्वरले सिद्ध भेट्टाउनु भएको छैन। तर हामी विश्वास गर्छौँ हामी कोही पनि यस्तो छैन। आमेन। कोही हुनुहुन्छ त यस्तो? कोही पनि हुनुहुन्न। कोही पनि हामी यस्तो छैनौँ। हामी सबैजना जोसिलो छौँ, शक्तिशाली रूपमा परमेश्वरको राज्यमा हामी अगाडि बढ्न तयार छौँ। आमेन। जुन हामीले फास्ट बिटिङको गीतहरू पनि हामी थुप्रै गीतहरू बनाइराखेका छौँ होइन। अनि फास्ट बिटिङको गीतहरू अलिकति तपाईँहरूको बिचमा हामी गाएर त्यसपछि अनि आजको वचनलाई पनि म अन्त्य गर्न चाहन्छु। सबैजना है आफ्नो ठाउँमा ताली बजाएर अनि एकदमै रमाउँ। हामी सबैजना तयार छौँ। यस्ता हामीले सजिलैसित अल्झाउने पापलाई हामीले पन्छाइसकेका छौँ। हामी उहाँको पवित्र जनहरू हौँ। उहाँले चुनिएका शक्तिशाली र येशू ख्रीष्ट लिन आउनु हुनको निम्ति तयारी भएका दुलैहरू हौँ। आमेन। जो तयार छ येशूसँग छ, स्थिर हुनु जित्नु छ। अनि यो गीत हामी गाएर परमेश्वरको महिमा गर्दै अनि आजको वचनलाई हामी अन्त्य गर्नेछौँ। तयार छ येशूसँग छ, स्थिर हुनु जित्नु छ। हालेलुया। येशूसँग छ, स्थिर हुनु जित्नु छ। आउँदैछु आराधना गर्न, आउँदैछु आराधना गर्न। तयार छ येशूसँग छ, स्थिर हुनु जित्नु छ। जो तयार छ येशूसँग छ, स्थिर हुनु जित्नु छ। ओ हालेलुया। आउँदैछु आराधना गर्न, आउँदैछु आराधना गर्न। विश्वासले हामीलाई विजय ल्याउँछ, प्रशंसाले हामी सिंहासनमा पुर्याउँछ। विश्वासले हामीलाई विजय ल्याउँछ, प्रशंसाले हामीलाई सिंहासनमा पुर्याउँछ। आउँदैछु आराधना, आउँदैछु आराधना गर्न। जो तयार छ येशूसँग छ, स्थिर हुनु जित्नु छ। जो तयार छ येशूसँग छ, स्थिर हुनु जित्नु छ। आउँदैछु
हामीले जित्नेछौँ आमेन हुन्छ परमेश्वरलाई महिमा होस् अनि यो वचनको समयमा यही राख्नेछु फेरि हाम्रो सञ्चालक Hallelujah. Amen. Praise the Lord. Hallelujah. Youngla David, Pastor David The Maji. recording has stopped. Sarda, धन्यवाद. लान तुझे परमेश्वर से अझै खबा दिन गाटे शक्तिशाली भएको बा शक्ति अनि भएको बा ज्ञान अनि भएको बा बुद्धि वचन बाङमा शक्ति दन्चुकाय. हालेलुया. परमेश्वर रङ्गिन्छम सदन मुला. हालेलुया. परमेश्वर सधैँ हाम्रो साथमा हुनुहुन्छ. परमेश्वरले कहिले पनि छोड्नु हुने छैन. प्रभुलाई धन्यवाद. तामाङ नेपाली गाइजा तामाङ नेपाली बाङ्गला है नत्र तामाङ पछि नेपाली. हालेलुया. एकदमै जोशपूर्ण वचन अनि एकदम अर्थपूर्ण वचन हाम्रो पास्टर डेभिड माझीज्यूले बोल्नुभयो. उहाँलाई परमेश्वरले धेरै आशिष दिनुभएको हो. शक्ति शान्ति आनन्द आउँदो दिनहरुमा अब धेरै धेरै तामाङ गीतहरू गाउनु पर्यो सरले. अब यस्तै नाच्ने तामाङ गीतहरू गाउनुपर्छ. हामी तयार छौँ तपाईँलाई गीतहरू दिनलाई है. शब्दहरू मसँग प्रशस्त छ. यस्तै गाउनेहरू मान्छे अझै मलाई धेरै चाहिएको छ. हालेलुया. परमेश्वरलाई धेरै धन्यवाद. आजको वचनले यही भन्छ. तिनीले वचन सुन्नु होला. छोर्सी चिउ है मेरो बदुई आरे याङदारम छोर्सी जिदोला. हालेलुया. एकदमै परमेश्वरी जा yang शक्तिशाली तैसी दोला येशू ख्रिस्ट तुरी पंगमान मुला एनी गाती थे तबालमा छोर्सी चिउ तयार तसी चिउ परमेश्वर दिन जो तयार मुला थे किनबार yang तयार तो दोला. हालेलुया. अनि परमेश्वर ला वचन यामसी उत्साह बिनमा वाइ कोसी yang दा तांगना लसी नेना लसी वचन पांगसु मुला चुराङ लसिन हरेक चिज तामाङ के रे परमेश्वरलाई वचन यामसी उत्साह बिन्दो मुला दारेमला दुईजा yang मेरबा दुई आइन परमेश्वरलाई आत्माले जागृतता दुई परमेश्वरलाई आत्माले ब्रावा दुई परमेश्वरलाई आत्माले प्रचार दुई. हालेलुया. हुन्छ. धेरै धन्यवाद वचनको लागि. र उहाँले गीत वचन गाउँदै एकदमै आशापूर्ण शक्तिशाली वचनहरू दिनुभएको छ. साँच्चै नै परमेश्वरले उहाँको सम्पूर्ण परिवारलाई आशीर्वाद दिनुभएको छ.